हेलो साथीहरू, गुड मर्निङ। सबैलाई नमस्ते। आज म एउटा सानो भिडियो लिएर आएको छु। अनि यो अहिले चाहिँ बिहानको टाइम हो। यो चाहिँ भन्छ, यसलाई चाहिँ जवा फुल पनि भन्दो रहेछ, गुडलको फुल पनि भन्छ। यो चाहिँ तपाईँले डेली लिनु होला, 2टा या 3टा लिएर चाहिँ यो बीजको भाग चाहिँ फ्याँक्नुपर्ने हुन्छ। बीजको भाग फ्याँकिदिनुहोस् हैन। अनि यो चाहिँ यसले के काम गर्छ भने यसले चाहिँ तपाईहरुको घुट्ना दुख्ने अनि फेरि गर्मी जसको हुन्छ नि शरीरहरू, अनि जस्तो लेडिजको चाहिँ हाम्रो भिटामिन कम हुन्छ, उहाँहरूले चाहिँ यो डेली पिउनु पर्ने हुन्छ। अनि यसलाई चाहिँ काँचको एउटा बोलमा या कपमा राखेर गरम पानी लगाएर तपाईले डेली यसको रस और यसको पत्ता खाए पनि हुन्छ। राम्रोसँग धुनु होला, किराहरू हेर्नु होला, रस पिउनु होला, नै त या त पत्ता खानु मन छ भने फ्याँकिदिनु होला। यो चाहिँ डेली तपाईले सेवन गर्नुभयो भने यसले चाहिँ बहुत फाइदामन्द छ। र तपाईले तपाईको घुट्ना दुख्ने अरू गरम पेट पोल्ने हैन, पिसाब पोल्ने यस्तोहरूले चाहिँ हामीले चाहिँ पिउनु पर्ने हुन्छ। अरू तपाईले खाएर ट्राई गर्नु होला। कतिपयले खाएर ठिक भएछ। अनि अहिले बिहानको टाइम हो, तपाईलाई मैले यो बनाएर देखान्थे। अहिले मेरो बनाएर देखाउने पनि टाइम छैन, त्यही भएर फुललाई देखाएर तपाईलाई एउटा सानो भिडियो देखाउँदैछु, भन्दैछु। यो चाहिँ तपाईले ट्राई गर्नु होला। यो चाहिँ यो जति खाए पनि हामीलाई चाहिँ साइड इफेक्ट हुन्न, नडराउनु होला। यो चाहिँ हाम्रो कतिपयहरू औषधिहरू हाम्रो घरमै छ, हामीले नजानेर हो। अगर हामीले चाहिँ जानेर यो बनाएर खायौँ भने बहुत किसिमको बिमारीहरू ठिक हुनेछ। तपाईलाई मैले सानो भिडियो बताइबस्छु, भनिबस्छु, तपाईले ट्राई गर्नु होला। मैले पनि ट्राई गरेको चिजहरू तपाईलाई भन्दैछु है साथीहरू।